कार्यक्रममा आफ्नो विशेष मन्तव्य राखिदिनुका लागि म सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अबको क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष सम्बोधन रहनेछ। धन्यवाद। सम्पूर्ण उपस्थित महानुभावहरू, आयोजक साथीहरू र सञ्चार माध्यमका साथीहरू, आज हिमालयन डायलग सुरु भएको छ। त्यसको प्रथम सिरिज पनि सुरु भएको छ। म यस हिमालयन डायलग को सिलसिला सफलतापूर्वक अगाडि बढोस् र यसले जुन उद्देश्यका लागि यो स्थापना भएको छ, सुरु भएको छ र अगाडि बढेको छ, यसले आफ्ना उद्देश्यहरू पूरा गरोस् भनेर शुभकामना व्यक्त गर्न चाहन्छु। हिमालयन डायलग ले आफै आफ्ना उद्देश्यहरू जियोपोलिटिक्सको बारेमा, इकोनोमीको बारेमा, डेभलपमेन्टको बारेमा मुख्य रूपमा केन्द्रित भएर चल्ने, यी सबै विषयहरू मुख्य रूपमा नेपाल केन्द्रित देखिन्छन् र नेपाल केन्द्रित भनेपछि यसमा विश्व पनि स्वतः सम्बन्धित भएर आउँछ। खास गरी भूराजनीति भन्ने बित्तिकै यसले छिमेक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई पनि देखाउँछ। हिमालयन डायलग नामैले आजको जल्दोबल्दो विषय वातावरण जस्ता प्रश्नहरूलाई पनि यसले आकर्षित गर्छ। अर्को कुरा, प्रारम्भमै यसको परिचय दिँदै गोपाल खनालजीले राख्नुभएका विचारहरूमा यसले धेरै विषयहरूलाई समेट्छ भन्ने कुरा देखिन्छ। मैले विश्वास लिएको छु यो सफल हुनेछ। अब जियोपोलिटिक्सको कुरा, बाह्य सम्बन्धहरूको कुरा, आन्तरिक विकासको कुरा, यी सबै कुराहरूमा युनिटी चाहिन्छ। आयोजकहरूको तर्फबाट बोल्ने दुवैजनाले यसमा विविधताका बीचमा एकताको महत्त्वमाथि प्रकाश पार्नुभएको छ। अवश्य नै बिना एकता हामीले चाहेका उपलब्धिहरू हासिल हुन सक्दैनन्। तर एउटा म एकदम संक्षिप्तमा राख्नुपर्नेछ मैले, किनभने मेरो प्रोग्रामहरूको चाङ छ, त्यसकारण यहाँ आउन पनि अलिक ढिलो भयो। यहाँहरूले अलिक पर्खिनु पनि पर्यो, त्यसमा म क्षमा प्रार्थी नै छु। अन्त पनि फेरि कति ठाउँमा क्षमा माग्ने, त्यसकारण अलिक छिटो छिटो जाने विचार गरेको छु। जुन विविधता भौगोलिक छ, प्राकृतिक छ, जैविक छ, मानवीय अर्थात् सामाजिक छ, सांस्कृतिक छ, हावापानीको विविधता छ, अनेक चिजको विविधता छ। यहाँ यो विविधताको देश हो, विविधतायुक्त देश हो। सगरमाथाको उचाइ, त्यसको चिसो, त्यसको बनावटदेखि कचन कवलसम्मको गहिरो भूभागको विविधता छ। त्यसले सबै चिजको विविधता त्यसै गरी सृजना गरेको छ। जैविक, वनस्पतीय, सामाजिक, सांस्कृतिक सबै चिजको, लवाई खवाईदेखि लिएर सबै चिजमा विविधता छ। यसमा एकता चाहिन्छ। यो विविधता अभिशाप बन्नु हुँदैन, यो हाम्रो सम्पत्ति बन्नुपर्दछ, यो हाम्रो कमजोरी होइन, यो स्ट्रेन्थ हुनुपर्दछ भनेर आयोजकहरूले संक्षिप्तमा राख्नुभएको छ। यो वास्तवमा धेरै महत्त्वपूर्ण कुरा हो। अलिक सङ्क्रमण कालमा यस्ता कहिले कहिले विरोधका आवाजहरू, विरोधका स्वरहरू सुनिन्छन्।
संविधान बनाउने बेलामा संविधान बन्दैछ, पहिलोपल्ट जनताले संविधान बनाउँदैछ भने त्यो संविधान आफ्नो हित चाहिँ नछुटोस् भनेर हरेक सजग हुन खोज्ने भयो। कसले कति ठिक ढङ्गले बुझ्यो, कति ठिक ढङ्गले बुझेन, विचार गर्नै पाएको पहिलोपल्ट जस्तो अवस्थामा। त्यो नेपालीले विचार गर्नै कहिले पाएर? राणा शासनमा विचार गर्न पाइएन, पञ्चायतकालमा विचार गर्न पाइएन। विचार नै निषेधित थियो, विचार गर्ने हकै निषेधित प्रतिबन्धित थियो भने विचार गर्ने अवसरै भएन। त्यस्तो स्थितिबाट विचार गर्न पाउने स्थितिमा आउँदा अलिकति विचारमा कहीँ अभिव्यक्त गर्दा ढङ्ग पुगेन होला, फरक विचार राख्दा तरिका पुगेन होला। यो सङ्क्रमणकालीन स्थितिमा त्यति धेरै अनौठो मान्नुपर्ने पनि विषय होइन। अब यसभित्र भूराजनीतिका अरू अलिकति त्यो समुद्रको किनार कहाँसम्म हो भन्ने कुरा पत्ता लगाउन गाह्रो हुन्छ, किनभने कहिले कहिले छालले वहाँ परसम्म पुर्याउँछ, कहिले कहिले फेरि छाल फर्किन्छ र परैसम्म हुन्छ, किनारा चाहिँ परै पुगिराखेको हुन्छ। उहीँ किनारा हुँ भनौँ भने एकछिनपछि वहाँसम्म पुग्छ, वहाँ किनारा भन्ठानु भने त्यहाँसम्म पुग्छ। हाम्रो भूराजनीतिक स्थिति पनि त्यस्तै हो। कति बेर अलिकति वरपर छालहरूले हान्छ, त्यो त्यस्तै खालको। तर त्यही कुरासँग पनि आत्तिनुपर्ने कुरा छैन। म देख्छु फेरि पनि बनाएका बेला बनाउने सम्बन्धमा विविधताले अलिक दुःखै दिन्छ कि जस्तो भएको थियो, तर अन्तिममा सल्टियो। फेरि एउटा संविधान सभा त असफल भयो, फेरि सल्टियो त्यो कुरा। अर्को संविधान सभाबाट हामीले संविधान जारी गरेरै छोड्यौँ। कहिले कहिले अलिक अप्ठ्यारा खालका परिस्थितिहरू महसुस भए, तर फेरि पनि ती समाधान गर्न नसकिने होइन। नेपाल एकजुट भएर त्यसलाई समाधान गर्यो र हुँदै आएर अहिले यति बेला अब यो विचारको मन्थनको कुरा या टग अफ वारको अब आइडियोलोजीका कुराहरू निकै कमजोर भएर गए, स्वार्थ बढी हावी भएर गए। त्यो धेरैतिर हामी देख्छौँ। आइडियोलोजीका कुरा कमजोर पार्ने होइन, उपयुक्त आइडियोलोजी उपयुक्त हुनुपर्दछ र त्यसलाई अवलम्बन गर्नुपर्दछ र त्यसभित्र कम्प्रोमाइज खोज्नुपर्दछ। सम्पूर्ण कुरा स्वार्थ मात्रै होइन, सम्पूर्ण कुरा आफ्नो हित मात्रै होइन कि आदर्श पनि हो। तर आज अलिक आदर्श भन्ने कुरा गौण हुने र स्वार्थ एकतर्फी रूपमा हावी हुने। यद्यपि स्वार्थ हावी हुँदैनन् भन्ने कुरा होइन। अब त्यसमा पनि जब हामी राष्ट्रिय हितको कुरा गर्दैछौँ, राष्ट्रको अन्य बाह्य छिमेकीहरूसँगको सम्बन्ध, रिजनल क्षेत्रीय स्तरका सम्बन्धहरू वा अन्तर्राष्ट्रिय सम्बन्धहरू, ग्लोबल सम्बन्धहरूको कुरा गर्दैछौँ। यिनको खालि राजनीतिक र कूटनीतिक सम्बन्धको मात्रै होइन। यहाँ पारस्परिक लाभ, पारस्परिक हित, पारस्परिक सम्मान सबै चिज जोडिएर आउँछ। अहिले त झन् आइडियोलोजिकल जुन सीमाहरू थिए ती त झन्डै धेरैवटा त भत्काइएको स्थिति छ, धेरै भत्काइएको स्थिति छ। कहाँनेरि आइडियोलोजिकल भन्ने, कहाँनेरि आइडियोलोजिकल नभन्ने। आइडियोलोजिकल भन्ने कुरा त्यसर्थ यो अहिले अलिक सबैले आफ्नो लाभ हेर्ने, त्यसमा पनि सानाले अस्तित्वको रक्षा खोज्ने, ठुलाले आफ्नो
वर्चस्व खोज्ने, लाभ खोज्ने खालको स्थिति त्यो बनेको छ। हामीले विचार गर्नुपर्ने यस्तोमा के हो भन्दा धेरै अल्मलिनुपर्ने, यो त धेरै गहन विषय हो, कसरी यसको गुत्थी फुकाउने होला भनेर यो काहीँ गाँठो पर्ने विषय यस्तो हुँदै होइन। यो हाम्रो देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितहरूको रक्षा, सम्वर्धन, हाम्रो भूगोलको रक्षा, हाम्रो स्वाधीनताको रक्षा, हाम्रो स्वतन्त्रताको रक्षा, हाम्रो स्वाभिमानको रक्षा गर्दै हामी राष्ट्रिय हितहरूको रक्षा गरेर अगाडि बढ्छौँ। यसका लागि धेरै पुरपुरा हात लाएर सोचिरहनु पर्ने कुरै छैन। धेरै राष्ट्रिय हितमा अडिग रहने, राष्ट्रिय हितभित्र यी कुराहरू पनि पर्दछन्। अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नहरू यतिमा मात्रै सीमित हुँदैनन्। यो आन्तरिक पक्ष मात्रै होइन, यो बाह्य पक्षसँग सम्बन्धित छ। अन्तर्राष्ट्रिय सम्बन्ध भन्ने बित्तिकै भनेपछि यसका इन्टरनेसनल अब्लिगेसनका कुराहरू पनि हुन्छन्। हाम्रो अन्तर्राष्ट्रिय दायित्व, मानव जातिप्रतिको दायित्व, विश्व वातावरणप्रतिको दायित्व, पृथ्वीको अस्तित्वप्रतिको दायित्व, पृथ्वीको भविष्यप्रतिको दायित्व, बस्न लायकको अनुकूल ठाउँ पृथ्वी रहने कि नरहने भन्ने कुरासँग हाम्रो पनि सरोकार, किन हामी पनि यसै पृथ्वीभित्र छौँ र यस पृथ्वीको पनि असाध्यै स्ट्राटेजिक ठाउँमा, यो मैले पोलिटिकल स्ट्राटेजिक भनिरहेको छैन, यहाँ नेचरल्ली यो स्ट्राटेजिक ठाउँ हो। नेचरल्ली पनि हिमाल छ। यो सबभन्दा हटेस्ट एरिया, लाइन अफ क्यान्सर, लाइन अफ क्याप्रिकर्न, यिनको बीचको जुन सूर्यको आवागमन हुने, ओरदेखि पर सर्ने जुन ठाउँ छ, त्यसको ठ्याक्कै तातोपनलाई छेक्ने गरी पश्चिम उत्तरबाट पूर्व दक्षिणतिर जान्छ, जहाँ हावा सबभन्दा सजिलोसँग ठोकिन्छ, बादल सजिलोसँग ठोकिन्छ। बे अफ बङ्गालबाट आएको बादल सबभन्दा सजिलोसँग ठोकिने यही बनावट हो हिमालको। प्रकृतिले त्यसै गरी यस बनावटलाई बनाएको छ। अर्कातिर यो गर्मी प्रदेशको तातो हावा बग्ने यतै हो र त्यसलाई त्यो ठोक्किने पनि यही हो। त्यसकारण यो एउटा रिचार्ज सिस्टमको हिसाबले, अर्को कुलिङ सिस्टमको हिसाबले, अर्को रिफ्रेसमेन्टको हिसाबले, यसको प्रदूषणलाई सफा गर्ने हिसाबले, अनेक हिसाबले प्रकृतिसँग प्रदूषणलाई आफैले स्वच्छ बनाउने, सफा पार्ने एउटा आफ्नै खालको मेकानिजम छ। पानी धमिल्याइदियो भने अलिक तल पुग्दाखेरि सङ्लो बनाइसक्छ। फेरि हावामा धुलो उडाइदियो भने त्यो धुलो पनि एकछिनपछि त्यसलाई सफा गरिसक्छ। हावा फेरि धुलो नभएको अवस्थामा पुगिसक्छ। त्यो सफा गर्ने आफ्नो कुनै चिज प्रदूषण गर्यो भने त्यसलाई दुर्गन्ध कहीँ फैलाइदियो भने त्यो दुर्गन्ध पनि एकैछिनपछि त्यसले फेरि बिस्तारै छरेर पातलो बनाउँदै त्यसलाई प्युरिफाई गर्दै त्यसलाई पनि सफा गर्छ। सुखा बनाउँछ घामले, तर त्यही फेरि बादल उठेर, त्यही घामको प्रतापले नै बादल उठेर हिमालतिर जान्छ, ठोकिन्छ, हिउँ पर्छ, झरी पर्छ, त्यस झरीले चट्टानहरूमा पानी पर्छ, त्यसबाट आउँछ। यो प्रक्रिया छ। त्यसकारण यो ठाउँ चाहिँ पोलिटिकल्ली मात्रै होइन, नेचरल्ली नै यो पृथ्वीको बनावटमै धरतीका लागि यो एकदमै स्ट्राटेजिक ठाउँ हो, हाम्रो निम्ति मात्रै होइन। त्यसो भएपछि यो यस्तो स्ट्राटेजिक महत्त्वको ठाउँको, विश्वको सबभन्दा ठुलो नेचरल कुलिङ सेन्टरको रक्षाको, त्यसको भविष्यको चिन्ता गर्ने ठाउँको र त्यसै गरेर मरुभूमिकरण हुनबाट यस भूभागलाई र बाँकी विश्वलाई पनि जोगाउने एउटा रिचार्ज
सेन्टर र सिस्टमको यो अद्भुत थलोको रूपमा पनि यसले काम गर्ने भएको हुनाले हाम्रो अन्तर्राष्ट्रिय उत्तरदायित्व छ। भविष्यमा पृथ्वीको सुरक्षा र मानव जाति बस्न लायकको पृथ्वी कायम रहोस् र हाम्रा सन्ततिले जबसम्म पृथ्वी रहन्छ तबसम्म दुनियाँमा आरामको जिन्दगी बाँच्न पाऊन् भन्ने कुरा पनि सोच्नु पर्नेछ। त्यसकारण हाम्रो विदेश सम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध धेरै महत्त्वपूर्ण पनि छ। हामी यी सबै विषयमा विकासमा हामी अलिक पछाडि छौँ। यो आज आएर पछाडि परे होइन, यो त इतिहासदेखि पछाडि पारियो। इतिहासदेखि पछाडि पारियो। एउटा त औपनिवेशिक एराले गर्दाखेरि हाम्रो दक्षिणतिर पनि उपनिवेश बन्यो, उत्तरतिर पनि उपनिवेश बन्यो, हामी एउटा चेपाइमा पर्यौँ, उपनिवेशहरूको चेपाइमा। हाम्रो आफ्नै देशमा चाहिँ सामन्ती शासन भयो जसले शिक्षालाई बन्देजको विषय बनाइदियो। शिक्षाको जुन उद्गम थलो हो त्यसलाई शिक्षाबाट प्रतिबन्धित गरिदियो। महिला जसले प्रथम ग्रन्थको रचना गरे, प्रथम ज्ञानको रचना गरे, प्रथम ज्ञानलाई सूत्रीकृत गरे, वेदलाई प्रथम विज्ञानका सूत्रहरू बनाए, उनीहरूलाई अध्ययनबाट टाढा पुर्यायो। उनीहरूले अध्ययन गर्न नपाउने भन्ने भयो। महिला जो आफ्नो क्लान, आफ्नो उसलाई कबिलालाई नेतृत्व गरेर हिँड्थे, उनीहरूलाई नेतृत्व गर्ने होइन, चुला चौका भित्र बस्नुपर्ने, घुम्टो ओढेर बर्को ओढेर बस्नुपर्ने, हाँस्न नपाइने, कसैसँग बोल्न नपाइने, सामाजिकीकरण हुन नहुने, बोल्यो भने जान्ने भएर बोल्यो भनिहाल्ने, अलिक कुनै निर्णायक ढङ्गले बोल्यो भने पोथी भाष्यो भनिदिने, यस्ता खालका लान्छनाबाट समाजलाई, आधा समाजलाई प्यारालाइज गरिदिने, वर्णाश्रम व्यवस्था कायम गरेर वर्णाश्रम व्यवस्थाबाट समाजको एउटा हिस्सा अछुत भनेर पर्तिरहने, त्यस्तो सामन्ती प्रणाली भएपछि र सम्पूर्ण स्रोत कति थिएर छन् त, जग्गाको कर आदि इत्यादि हो। त्यही भए पनि एउटा परिवारमा जम्मा हुने, दुईटा परिवारमा जम्मा हुने। पहिले राजाका परिवारमा हुन्थ्यो, राणा आएपछि दुईटा जहानियाहरूका, दुईटा परिवार, दुईटा जहानका बिचमा त्यो केन्द्रित भयो। अनि दुईटाको लडाइँ केमा भयो भने पञ्चायत कालभरि हामीले पढेको कुरा के हो भने राणा शासन चाहिँ जहानिया भन्ने पढ्यो, अनि शाहको चाहिँ कुन हो? सार्वजनिक शासन हो। जहानिया त हो नि, राजाकै छोरो राजा हुने। दुईटा जहानिया, दुईटा घरानिया, दुईटा सामन्त बनेका, पूर्व सामन्त एउटा परम्परागत सामन्त, अर्को नवदण्डान्त्य सामन्त, नवशासन, यिनका बिचमा त्यसबाट आउनु पर्यो। जनताको बारेमा कहाँ शासकले कहिल्यै सोचे? एउटाले आफ्ना हातमा शासन दिने, अर्काले खोज्न पाए हुन्थ्यो भन्ने, अर्काले शासन लिने, अर्काले खोज्न पाए हुन्थ्यो भन्ने, खोज्न पाए हुन्थ्यो भन्ने र फर्की आउने स्वभाव त कस्तो हुँदो रहेछ भने अहिले पनि देखिँदैछ नि। अस्ति फागुन 7 गतेको वक्तव्य पनि देखियो। फेरि त्यो इच्छा प्रकट भएको थाहा पाइयो, देखियो। यस्तो शासनहरूले गर्दा नेपाल गरिब भयो। यी 32-33 वर्षहरूमा हामीले नेपाललाई अलिक नयाँ युगतिर अगाडि बढायौँ। अपेक्षाहरू, परिवर्तन पछिका अपेक्षाहरू डरलाग्दा हुन्छ। ठुलो अपेक्षा, तत्काल परिवर्तनको अपेक्षा जनताको सामान्य कुरा हो। जनताले त्यस्तो अपेक्षा गर्छ।
तत्कालै अपेक्षा गरे जस्तै गरेर मुलै रोप्यो भने पनि त्यो मुला उम्रिएर फल्न, त्यो खाना हुने हुन, त्यो बजार पठाउने हुन पनि 2 महिना लाग्छ। भने देश त एउटा मुला जस्तो होइन नि, हलक्क एकछिनमा बढ्ने, 2-4 हप्तामा बढ्ने, त्यो त अलिकति समय लाग्छ। त्यसले त्यही पनि अघि विविधताको चर्चा चल्यो। विविधता छ नि त, एउटाले यता जाउँ भन्दाखेरि अर्काले होइन यता भन्छ, अर्काले अर्कै मुद्दा उठाउँछ, अर्काले अर्कै मुद्दा उठाउँछ, अर्काले शासन मात्रै हेर्छ, एउटाले विकास हेर्छ, अर्काले शासन हेर्छ, अर्काले भन्छ छिटो रथ कुदाउँछु, अर्काले भन्छ चक्का भाँचिदिन्छु। यो त हुन्छ, चक्का जोगाउने कि छिटो हिँडाउने कि? त्यसो भएर विकास कहिले कहिले अप्ठ्यारोमा पर्छ। तैपनि हाम्रो देशमा संविधान बनाउने कुरामा आम रूपमा सहमति नै भयो। केही राजनीतिक स्वार्थले ग्रसित तत्त्वहरू बाहेक। त्यही पनि समयक्रममा मेटिँदै गयो। पहिलो संशोधनमा सम्भवतः 4 जनाले बहिष्कार गरेका थियो, अथवा 4 जनाको असहमति थियो संविधान संशोधन पहिलोपल्ट गर्दा। संविधान जारी गर्दा 25 जनाको असहमति हुँदो, या यस्तै कसो हुँदो, 50 जनाको हुँदो हुनसक्छ। पहिलो संशोधन गर्दा 4 जनाको असहमति रह्यो। दोस्रो संशोधन संविधानको गर्दा सर्वसम्मतिले हामीले गर्यौँ। त्यो पनि हाम्रो टेरिटोरीको प्रसङ्गमा संविधान संशोधन गर्दा राष्ट्रिय सहमतिका साथ संविधानमा त्यो दोस्रो संशोधन भयो। भनेपछि राष्ट्र सहमतिका साथ अगाडि बढ्नै सक्दैन भनेर हरेस खानुपर्ने कुरा होइन। यसका लागि अलिकति समय त लाग्छ। विविधताहरूलाई एक ठाउँ ल्याउनका लागि समय त लाग्छ। यो सङ्क्रमणकालीन अवस्था अझै पार भइसकेका छैन। सङ्क्रमणकालीन अवस्था पार भइसकेका छैन भन्ने कुरा पराजित सामन्तवाद मलाई त आउन मन त लागिराखेको छ भनिराखेको छ, सुनिराखेका छौँ त हामी। त्यो एउटा प्रमाण हो कि हामी आउन मन गरिराखेका छौँ। साथ देऊ भनिराखेका छ। अर्कातिर अरू केही प्रवृत्तिहरू छन्। त्यस्ता प्रवृत्तिहरू ती पनि छ्यालब्याल पोखिने गरेका छन्। केही अब यो मौसम त्यस्तो हुँदो रहेछ। हावा चलेपछि, अलिक ठुलो हावा चल्यो भने बलियो रुख सिधै त रहला, त्यसका हाँगा बिगा आदि इत्यादि चाहिँ जता हावा गएको छ त्यतैपट्टि यसो ढल्किन्छ। त्यस्तै भएको छ। अहिले शिक्षक आन्दोलन चलेको छ। किन चलाउनु भएको हो शिक्षक साथीहरूले मलाई थाहा छैन। म प्रधानमन्त्री छु, म भनिराखेको छु जायज मागहरू लिएर कोही आउँदाखेरि आन्दोलन गरिरहनु पर्दैन, हामी त्यसको समाधान दिन्छौँ, हामी त्यसलाई सम्बोधन गर्न तयार छौँ। दुःख पाउनु पर्दैन, सडकमा गएर सुत्नै पर्दैन। आउनुहोस् कुराकानी गरेर त्यसलाई समाधान गरौँ भनिराखेको छु। उहाँहरूले किन दुःख पाउनु भएको? अब फेरि पनि देर सबेर उहाँहरू कुराकानीमा आउनु होला। कुराकानीमा आउने बित्तिकै हामी उहाँहरूका मागहरूलाई यथोचित ढङ्गले सम्बोधन गर्छौँ नै। त्यसो भएर अब केही तत्त्वहरू छन्। सङ्क्रमणकालमा हामी छौँ र केही मान्छेहरूमा अझै पनि आगजनी प्रवृत्ति कस्तो छ? आगजनी, हिंसा, हत्या, तोडफोड, यी प्रवृत्ति पनि छँदैछन्।
कानुन मान्दिनँ, संविधान मान्दिनँ भनेको पनि हामी सुनिराखेका छौँ। यस्ता मान्छे पनि छन् जसले तपाईँ हामी सबैले देखिकन कागज शपथपत्र हातमा लिएर नेपालको संविधान बमोजिम म कसैले ईश्वरका नाममा भनेको छ, कसैले ईश्वर र जनताका नाममा देशका नाममा भनेको छ, कसैले देश र जनताका नाममा मात्रै भने होला। तर देश र जनताका नाममा खाए पनि ईश्वरका नाममा खाए पनि कसम खाएको छ यस संविधानप्रति वफादार हुन्छु भन्ने, फेरि पार्लियामेन्टमा आएर संविधान मान्दिनँ भन्ने। कत्रो विरोधाभास छ, इमानको कत्रो खडेरी छ, कति साह्रो खडेरी हो। यसले सङ्क्रमण कालमै छौँ भन्ने देखाउँछ। तपाईहरूले यस प्रकारका जुन डायलगहरू सुरु गर्नुभएको छ, बौद्धिक अभ्यासहरू सुरु गर्नुभएको छ, यसमा तर्क वितर्कहरू सुरु गर्नुभएको छ, यसले एक ठाउँमा ल्याइ पुर्याउनका लागि ठुलो मद्दत गर्नेछ भन्ने मैले विश्वास लिएको छु। बेठिक कुराहरूको तपाईहरूले आलोचना गर्नुहोस्, ठिक कुरालाई समर्थन गर्नुहोस्। बहस तर्कहरू अघि नै मैले सुने, स्वस्थ ढङ्गले राखौँ भन्ने। स्वस्थ ढङ्गले राखौँ बहस तर्कहरू, स्वस्थ बहस तर्कहरू राखौँ, छलफल गरौँ र अगाडि बढौँ। हामी राष्ट्रिय हितमा अडिग रहेर, किन हामीले गर्नुपर्ने त यो सबै बहसको सबै चिजको अर्थ के हो भन्दाखेरि राष्ट्रिय हितको रक्षा र सम्वर्धन गर्ने। राष्ट्रिय हितभित्र यो त बहुआयामिक शब्द छ, राष्ट्रिय हित। यसका धेरै आयामहरू छन्। ती सबै आयामहरू, यसमा भूगोल पनि पर्छ, यसमा विकास पनि पर्छ, यसमा अरू विकासका निम्ति सहयोग कसरी जुटाउने भन्ने कुराहरू यसभित्र पर्छन्, सहायता कसरी लिने, सहकार्य कसरी गर्ने, त्यो कुराहरू पर्छ। हामीलाई बजार कसरी दिने भन्ने कुरा पर्छ, व्यापार असन्तुलन कसरी ठिक पार्ने भन्ने कुरा पर्छ। यी सबै कुरामा हामी न्यायोचित बनाउन चाहन्छौँ। सबै सम्बन्धहरू, हाम्रा छिमेक सम्बन्ध न्यायोचित हुनुपर्दछ। र मैले भन्ने गरेको छु, भू राजनीति भन्ने शब्दका आडमा आफ्नै कमजोरी, आफैले आफ्ना कुरा, आफ्ना हित पनि भन्न नसक्ने खालका कमजोरी, त्यसलाई ढाकछोप गर्ने माध्यम बनाउन हुँदैन। खुलस्त कुराकानी राख्नुपर्छ मित्रहरूका बिचमा कि यो जायज कुरा हो, यो सही कुरा हो। हामीले सधैँ सही कुरा राख्नुपर्छ र सही कुरा खुलस्त राखेर छलफलमा जानुपर्छ। कहिले कहिले हामी आफैले बिगारिदिएको बानी हुनसक्छ। तपाईँले एउटा साथीलाई सधैँ चिया खुवाउने गर्नुभयो एकतर्फी भने, एक दिन तपाईँसँग खल्तीमा पैसा छैन र आज म खुवाउन सक्दिनँ भन्नुभयो भने रिसाएर 2-3 महिना बोलचाल नहुन सक्छ। गल्ती त तपाईँको केही होइन। गल्ती के हो भने तपाईँले बानी बिगारिदिएको थियो, आफैले सधैँ एकतर्फी खुवाउने गरेको थियो, आज पैसा थिएन खुवाउन सक्नु भएन। बानी बिगारेको मात्रै गल्ती हो, तर 2-3 महिना बोलचाल बन्द हुन पनि बेर लाउँदैन। त्यसो भएर कतिवटा कुरा भू राजनीतिका नाममा आफैले गल्ती गर्नु हुँदैन। त्यसो भएर भू राजनीतिलाई कमजोरी ढाक्ने एउटा कभरको रूपमा प्रयोग गर्ने होइन। भू राजनीति सचेत प्रयास अगाडि बढाउने कुरा हो। भू राजनीतिले हामीलाई सचेतनताका साथ राष्ट्रिय हितका सच्चाइहरूलाई अगाडि बढाऊ भन्छ। भू राजनीतिले आफ्ना न्यायोचित पक्षहरू, विचारहरू, कुराहरू छोड, राष्ट्रिय हितलाई छोड भन्दैन। भू राजनीति भनेको राष्ट्रिय हित छोड्नु होइन। राष्ट्रिय हितको कुरा गरिरहँदा
मैले सधैँ भन्ने गरेको छु, न्यायोचित हुनुपर्दछ एउटा कुरा, राष्ट्रिय हित भनेको, र अर्को कुरा त्यो अन्तर्राष्ट्रिय उत्तरदायित्व र जवाफदेहिता जिम्मेवारीपनका साथ प्रस्तुत गरिएको हुनुपर्दछ। नत्र भने राष्ट्रिय हित या त खोक्रो आडम्बर मात्रै बाँकी रहन्छ, या त बलियाको हतियार हुन्छ। राष्ट्रिय हित नै जायज छ मात्रै भन्ने हो भने त बलियाले जे गरो त्यही जायज होला। पारिवारिक हित, तपाईँ र म छिमेकी छौँ, पारिवारिक हित जायज छ जसरी पनि भन्ने हो भने मैले किन मेरो घरमा खाना पकाउने, तपाईँ कहाँ खाना पाकेपछि खुर्र जाने, बलियो छु, खाइदिने हिँड्ने, के भयो त? हाम्रो परिवारको हित भएको छ, मेरो परिवारको हितै भएको छ, खाना घरमा बनाउनु परेको छैन। यस्तो छिमेक सम्बन्ध हुँदैन। मेरो मसल देखेर तपाईँ चाहिँ खाना नखाऊ भन्न नसक्ने, भू राजनीति यस्तै छ भन्ने, यो खालका कमजोरीहरू गर्न जरुरी छैन। हामीले आफ्ना राष्ट्रिय हितहरूलाई राख्नुपर्छ यथार्थ ढङ्गले, र जायज राष्ट्रिय हितहरू हामीले हाम्रा छिमेकीहरूको जायज चासो, चिन्ता र सरकारहरूलाई ध्यान दिनुपर्छ र त्यसलाई ख्याल राखेर काम गर्नुपर्छ। जायज चासो, चिन्ता र सरकार, त्यसलाई ध्यानमा राख्नुपर्छ। अर्को कुरा मानवीय स्वभाव हो। 3 जना साथी छौँ भने दुईटैसँग बराबरको सम्बन्ध, उत्तिकै मित्रता राख्नुपर्छ। एउटासँग मिल्यो भने अर्कोले मन पराउँदैन, कारण केही छैन, उसलाई हानि नोक्सानी नहोस्, तैपनि उसँग बढी मिलेको छ भन्ने परेपछि यसै मन पराउँदैन। त्यसकारण कोल्टिने राजनीति गर्नु हुँदैन। यतातिर कोल्टिन खोजे पनि बेठिक, यतातिर कोल्टिन खोजे पनि बेठिक। राष्ट्रिय हितलाई केन्द्रभागमा राख्नुपर्छ, एकदम बराबरीको मित्रता। उता ढल्किस् कि क्या हो, पेकिङको नजिक पुगिस् कि क्या हो भन्यो भने होइन, नेपालमै छु भन्नुपर्छ। दिल्लीको नजिक पुगिस् कि क्या हो भन्यो भने होइन, म त काठमाडौँमै छु भन्नुपर्छ। दिल्लीको नजिक पुगेको छैन। हामी आफ्नै ठाउँमा छौँ, सबैसँग मित्रता छ, शत्रुता कसैसँग छैन। सबैसँग मित्रता छैन, कसैसँग शत्रुता। हाम्रो असंलग्न, कहीँ कतै केही दुईटाको बनावन पर्यो भने एकतिर फर्किएर झगडा गर्ने होइन भन्नु हुँदैन। उनीहरू दुईटाका झगडा पर्यो भने शान्त शान्त शान्त। एकतिर फर्किने बित्तिकै के ठान्छ भने यसले ठान्छ उता फर्किएर गाली गरौँ, उसले ठान्छ मतिर फर्केर गाली गरौँ। सम्बन्ध त चिसो भइगयो त्यहीँनेरि। त्यस कारण हामीले शान्तिपूर्ण ढङ्गले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नु सर्वोत्तम उपाय हो, यताउता नहेरी भन्नुपर्छ। जियो पोलिटिक्स कोल्टे नपर्नु भने हो। एक पक्षमा नलाग्नु, तटस्थ, पक्ष विपक्ष हुने होइन। हामी कुनै कसैको सामरिक सैन्य गठबन्धनमा लाग्दैनौँ, सामेल हुँदैनौँ, स्पष्ट नीति छ। लडाइँको कुनै पक्ष विपक्षमा लागेर धुरा पसेर जाँदैनौँ। हामी शान्तिको पक्षमा छौँ, हाम्रा नीति हो। हामी मानवताको पक्षमा छौँ, हामी विश्व शान्तिको पक्षमा छौँ। आफ्नो देशको भित्र शान्ति, रिजनल शान्ति र विश्व शान्तिको पक्षमा हामी छौँ। यी सबै कुराले हामीलाई मित्र बढाउन मद्दत गर्दछ, हाम्रो शत्रु कोही पनि नहुने स्थिति बनाउँछ
हाम्रो कोही पनि शत्रु छैन र हामीले शत्रु बनाउनु पनि हुँदैन, बन्न दिनु पनि हुँदैन। जब बाह्य नीति हाम्रो त्यस्तो छ भने आन्तरिक रूपमा हामी एकअर्काको कोही पनि शत्रु छैनौँ, एकअर्काको कोही शत्रु छैनौँ। त्यसकारण स्वस्थ सन्तुलित सम्बन्ध सबैसँग कायम गर्नुपर्छ। आफ्नो खेतमा ठुला बाला भएको धेरै धान फलाउँ, अर्काको खेतको कुलो नभत्काउँ। अर्काको खेतमा जाने कुलो भत्काएर आफ्नो खेतमा फलाउने, धेरै फलाउने कम्पिटिसन नगरौँ। त्यसो भएर स्वस्थ प्रतिस्पर्धा गरौँ। हाम्रो नीति त्यो हुनुपर्छ। लोकतन्त्रले प्रतिस्पर्धा अनिवार्य भन्छ, स्वीकार छ मात्रै होइन। लोकतन्त्रमा प्रतिस्पर्धा अनिवार्य हो, तर प्रतिस्पर्धा स्वस्थ हुनुपर्दछ। दौडमा छिर्के लगाएर होइन, कोइनाले हानेर होइन, आफू दौडेर अगाडि बढ्नुपर्छ। अनि राजनीतिमा स्वस्थ ढङ्गले जनताको अभिमत प्राप्त गर्ने, जनताको विश्वास जित्ने, सेवा र सच्चाइ, दुईटा, सत्य र सेवा, जनताको सेवा गर्ने र सत्य मार्गमा हिँड्ने, यो दुईटा कुराबाट जनताको सेवा र मन जित्ने बाटो अख्तियार गर्नुपर्छ। तसर्थ यस ढङ्गले हामी अगाडि बढ्दा हाम्रो वैदेशिक सम्बन्ध सम्बन्धी राष्ट्रिय सहमति जुटेन होइन, जुटिराखेको छ। कसरी राष्ट्रिय सहमतिको अहिलेको ट्रेन्ड, मेन ट्रेन्ड चाहिँ के हो त? पोलिटिक्सको मेन ट्रेन्ड के हो अहिलेको? नेकपा एमाले, नेपाली कङ्ग्रेस जस्ता मूल प्रतिस्पर्धीहरू एकै ठाउँ मिलेर राष्ट्रका समस्याहरू समाधान गर्न तयार छन्। जसले प्रतिस्पर्धा गर्नुपर्थ्यो तिनीहरू अहिलेको अवस्थालाई सङ्क्रमणकालीन अवस्था बिग्रिन लाग्यो, जटिलता थपिन लाग्यो भनेर यी जटिलतालाई समाधान दिनका लागि एक ठाउँ मिलेर संयुक्त रूपले प्रयास गरिरहेका छन्। राष्ट्रिय एकताको बाटो होइन यो। अरू पार्टीहरूले प्रतिस्पर्धामा अरू पार्टी त होइन नि त। प्रतिस्पर्धामा कङ्ग्रेस र एमाले छन् नि। अब जुन प्रतिस्पर्धामा कङ्ग्रेस र एमाले छन् तिनीहरू एक हुनु भनेको राष्ट्रिय एकतातर्फको एउटा मेजर, सबभन्दा ठुलो र सोलिड स्टेप हो। यही चिज भएको छ अहिले। अर्को, अहिलेको सरकारले रस्साकसीको बिचमा होइन, एउटाले थाहा पाइन बुझिन भन्ने हिसाबले होइन। अब कसका कहाँ के स्वार्थ होलान्, कसलाई कहाँ कता पार्टीभित्र कसका विरुद्ध कसलाई झोक फेर्नुपर्ने होला, रिस फेर्नुपर्ने होला, के गर्नुपर्ने होला, त्यो आफ्नो कुरा होला। तर पार्टीहरू सहमतिका साथ आन्तरिक नीति निर्णय गर्दा देखि अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्दा, सम्झौताहरू गर्दा सबै ठाउँमा हामी सहमत छौँ, हामी एक ठाउँ छौँ। अब केहीलाई आफ्नो धित मार्नु छ, केहीलाई कुराले भए पनि धित मार्नु छ, केहीले साँचै बोलेका छन्। एउटा किर्नु मजाले भैँसीको पिठमा बसेर खाएछ, अगाएर झरेछ। के भयो भने भैँसी खाएको यस्तो भयो भनेछ। तैँले भैँसी खाइस् त? भने खाएँ। खाएकै हो, उसले भैँसी खाएकै हो, तर भैँसीले थाहा पाएन, कुरो त्यति हो। अब केही प्रतिस्पर्धा यस्ता पनि हुन्छ अब, खान्छ भैँसी, खान्छु भन्छ अर्काले, हेर्दा हेर्दै खान्छ पनि, भैँसीले थाहा पाउँदैन। यति हो।
म यस्तो कुराहरूलाई प्रतिस्पर्धा भन्दिनँ, त्यो कुराहरू प्रतिस्पर्धा होइन। साँडे जुत्छन्, जुदिराखेका बेला पनि त्यो जुम्राले केले खाइराखेका हुनसक्छ। अलिकति यसो भोजन गरे मात्रै हो, त्यो साँडे खाएको होइन क्या। साँडेसँग त्यो जुध्या पनि होइन। साँडेले त्यो जुध्ने, उसले आफूलाई खाइराखेको छ भन्ने उसलाई थाहा पनि छैन साँडेलाई, तर ऊ ढुक्क छ मैले खाइदिएँ ल। त्यसो भएर प्रतिस्पर्धा अहिले प्रतिस्पर्धात्मक भन्दा बढी सहकार्यात्मक यस ढङ्गले राजनीति गएको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घमा हामी नेपाली कङ्ग्रेस र एमाले को संयुक्त सरकारको संयुक्त भोइस त्यहाँ एकै भोइसका रूपमा मुखरित भयो, राष्ट्रिय आवाजको रूपमा त्यहाँ प्रतिध्वनित भयो। यसपल्ट बिमस्टेकमा हामीले त्यसै गर्यौँ, अरू भ्रमणहरूमा हामीले त्यसै गर्यौँ, चीन भ्रमणमा त्यसै गर्यौँ। बिआरआई हुन्छ भन्ने, हुन्न भन्ने, हुनु हुँदैन भन्ने, हुनुपर्छ भन्ने अनेक खालका अनुमानहरू थिए। ती अनुमान सबै छोडेर हाम्रो दुई पार्टीले जे हुनुपर्थ्यो त्यो गर्यौँ, सहमतिका साथ गर्यौँ। सहमतिको बाटोमा राष्ट्रिय राजनीति गएको छ। हामी हाम्रा छिमेकीहरू पनि अरू प्रश्नहरू छोडेर यो अब जसरी ग्लोबल अर्डरको कुरा थियो त्यसमा ठुलो धक्का परेको छ, खलबली मचिएको छ। यस्तो बेलामा एसियाका, यो एसियाको समय हो, त्यस्तो बेलामा यस कुरालाई रोक्नका लागि, दुनियाँमा सम्भावित युद्ध रोक्नका लागि, सम्भावित विश्वयुद्ध रोक्नका लागि मैले भन्ने गरेको छु, जनताको आकाङ्क्षा र जनताको आवाज बाहेक अर्को कुनै उपाय छैन यसलाई रोक्न। हतियारले यसलाई रोक्न सक्दैन, जनताको आवाजले नै रोक्छ। जनताको आवाज कहाँबाट कसरी उठ्छ भन्ने कुरा अमेरिकामा पनि हिजो धेरै ठाउँमा जुलुसहरू भए। यहाँ जुलुस हुँदाखेरि एउटा जुलुस के भयो भने ब्यालुन फुके चाहिँ फु 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 गरेर बनाउने चलन छ। अन्तको त्यसो नभएको मात्रै हो। तर यस्ता कुराहरू अन्यत्र पनि हुने गरेका हुन्छन्, असन्तुष्टिहरू व्यक्त हुन्छन्, काहीँ जायज मागहरू आएका हुन्छन्, जायज असन्तुष्टि भएका हुन्छन्, काहीँ कस्तो हुन्छ। म अहिले भन्न चाहन्छु, कोही पनि आन्दोलनमा जानुपर्ने अवस्था छैन। संवादबाट सबै कुरा यथोचित ढङ्गले टुङ्ग्याउन सकिन्छ। अहिलेको सरकार न दमनमा विश्वास गर्छ, न संवादमाथि अविश्वास गर्छ, न संवादको शक्तिमाथि अविश्वास गर्छ, न सत्यसँग टक्राउँछ, न गलत कुराहरूसँग झुक्छ। गलत कुराहरूसँग पनि झुक्दैन भन्ने कुरा पनि म बताउन चाहन्छु। सत्यसँग यो कहिल्यै टक्राउँदैन। त्यसकारण सत्यलाई लिएर अगाडि बढौँ। यस दिशामा तपाईँहरूका तीनटा थेमहरू, अहिले मैले योभन्दा धेरै भन्न हुँदैन, किन मैले समय थोरै छ भनेको थिएँ, अब त अचाक्ली भइसक्यो। त्यसकारण अब म आफ्नो भनाइ टुङ्ग्याउनेतिर लाग्छु। तपाईँहरूको यो अभियान सफल होस्। यति विद्वान साथीहरू मैले अघि नै सुने, कोले वक्ता हुनुहुन्छ, को चिन्तन मनन गर्नुहुन्छ आदि प्रश्नहरू, त्यसबाट म धेरै खुसी पनि लागेको छ र मलाई विश्वास पनि लागेको छ कि तपाईँहरू यसमा सफल हुनुहुन्छ। सफल हुनुहोस्। धेरै धेरै शुभकामना। धन्यवाद।